हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ मेरो स्पेसल डे के डे भन्दा वेडिङ डे। अब चाहिँ म उठेर कपाल सपाल नुहाएर ब्रस गरेर मेकअप स्टुडियो जाँदैछु। दिस इज बिफोर। अब तपाईँहरू आफ्टर देख्यो भने बियस चाहिँ नआउनु होला। गाइज हामी चाहिँ गइरहेछौँ। अम्बिका चाहिँ रेडी भइसक्यो। ऊ चाहिँ मलाई सहायता गर्नलाई हिँडेको छ। अब हामी जाँदैछौँ, लेट भइसक्यो। म मेकअप गर्दैछु है त। अब ब्राइड गर्नु पऱ्यो। म ब्राइडहरूलाई चाहिँ मेकअप गर्दैछु। अहिले चाहिँ बिफोर हो। अब आफ्टर अरे तपाईँ हेर्नलाई वेट गर्नु होला। गाइज दिस इज माई फाइनल लुक। अब चाहिँ म लुगा लाउँदैछु। लुगामा कस्तो देख्छ अब हेर्ने। मलाई त मिस नेपाल भन्दा पनि चर्को देखेको छ। म अर्को पालि मिस नेपाल आउँछु है। भनेर भन्नु नमिल्ने। तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ यस्तो मेकअप गर्न भने चाहिँ मेकअप विथ सोनममा आउनु होला। चाङचाङ पोज दिन यसो सिकाउनु ल पोज। यो फेरि सरल घुम्न मिल्दैन कि यसको लुगा लाउनु नि त। लाइटिनिङ परेन। यता यता यताबाट राम्रो आउँछ। भोक लाग्यो। के बिस्किट खाऊ। त्यही छैन त्यस धेरै टर्न भयो। वानतिर नै हेर्नुहोस् त। घुम्दै एकदम तर भेट्दै मिल्दैन। एकचोटि फुल पनि ल्याइदिउँ के। गर्दै गर्दा हुन्छ भनेर मलाई छ। तिमीलाई कस्तो फिल भइरहेछ त आउँदा अनि तिम्रो भ्लगमा हाल कसरी कन्टेन्ट How are you feeling? Hello guys. अति नै भयो है उता हेरेर अहिले यति मेसी भयो। So
आफ्नो स्थानमा बसिदिनु हुन अनुरोध गर्दछु। सबैजना आफ्नो स्थानमा बसिदिनु हुन सक्नुहुनेछ। तपाईँ परमेश्वरको उपस्थितिमा पवित्र आत्माको अगुवाईमा आज तपाईँको छोरा प्रकाश र हामी यो समय दुलहा अनि दुल्ही लाई सुहाउने एकजना सहयोगी बनाउनेछु। परमप्रभुले सबै जय मसीह सबैलाई धन्यवाद। यो समयको लागि हामी सबै अहिले एउटा कल्पनाको संसारमा छौँ होला। म पनि सम्झना गर्दै थिएँ अनि बहिनीले ठिकै भन्नुभयो। मेरो पनि एउटा श्रीमती अनि 3 जना छोराछोरी छ अनि मेरो यो जीवनमा उपहारको रूपमा दिनु भयो तिमीलाई। यहाँ उपस्थित सम्पूर्ण दुला र दुलहीको बुवा आमा अभिभावकहरू साथै उहाँको परिवारका सदस्यहरू विभिन्न सम्पूर्ण परिवारको अनि दुला दुलहीको पक्षबाट हामी फेरि पनि स्वागत भन्न चाहन्छौँ। नमस्कार, जय मसीह। उपस्थित मण्डलीलाई पनि यो प्रश्न छ, आज कसैसँग केही कारण छ यो विवाह हुन नसक्ने, कानुनी कारण अथवा कुनै सामाजिक है नैतिकताको कुनै कारण छ जसको कारणले उनीहरूको विवाह हुन सक्दैन भन्नुहुन्छ भने तपाईँलाई अन्तिम मौका छ। यो तपाईँले आज अहिले भन्नुपर्ने हुन्छ। बिहे गरिसकेपछि यो हुने पनि तपाईँलाई यो मौका छ। हामी सबै मौन छौँ, सायद त्यस्तो कुनै कारण छैन होला। हामी अगाडि बढ्नेछौँ। मसँग केही प्रश्नहरू छ दुलहा र दुलहीलाई सोध्ने, अनि उहाँलाई सोद्धाखेरि समर्थित हुनुहुन्छ भने त्यसअनुसारको उत्तर दिनु होला है। म खुसी छु, म चाहन्छु तपाईँले उत्तर दिनु। सोध्न चाहन्छु दुलहा प्रकाश सवाले, आज दुलही ग्रेस पौडेललाई तपाईहरु दुवै यस महान र रहस्यपूर्ण विधि पवित्र विवाहमा संलग्न हुन राजी खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ? खुसी छु। उहाँको ध्यान कता पो छ? ए खुसी छु। खुसी हुनुहुँदो रहेछ है, देख्नु भएको छ अलि घुम्टोले छेकिएको छ। उहाँ दुईजना खुसी हुनुहुन्छ, कसैको दबावमा करकापमा होइन यो विवाह भन्न खोजे है। उहाँ खुसी हुनुहुन्छ। दुलहालाई सोध्न चाहन्छु, दुलहा प्रकाश सवाले, के तपाईँ दुलही ग्रेस पौडेललाई आफ्नो धर्मपति हुन स्वीकार गर्नुहुन्छ? के तपाईँ परमेश्वर र उहाँको प्रियजनहरूको उपस्थितिमा आज यस पवित्र विवाहको करारमा परमेश्वरको वचन अनुसार वैवाहिक जीवनको बाचा गर्न तपाईँ खुसी हुनुहुन्छ? हजुर, म खुसी छु। त्यही प्रश्न म दुलहीलाई सोध्न चाहन्छु।
दुलही ग्रेस पौडेल, के तपाईँ प्रकाश अवालेलाई आफ्नो धर्मपति हुन स्वीकार गर्नुहुन्छ? के तपाईँ परमेश्वर र उहाँको प्रियजनहरूको उपस्थितिमा आजको यस पवित्र विवाहको करारमा परमेश्वरको वचन अनुसार वैवाहिक जीवनको बाचा गर्न खुसी हुनुहुन्छ? हजुर, म खुसी छु। उहाँहरू खुसी हुनुहुन्छ, राजी हुनुहुन्छ, तयार हुनुहुन्छ। प्रभुले तपाईँहरूलाई आशिष गर्नुभएको होस्। अघि हामीले सुन्यौँ माइक्रोफोनमा दुलहाले पहिला, त्यसपछि दुलहीले पालै पालो उहाँहरूले आफ्नै करार लेखेर ल्याउनु भएको छ। म प्रकाश अवालेले तपाईँ ग्रेस पौडेलसँग आज त्रिएक परमेश्वरको नाउँमा र उहाँका प्रियजनहरूको उपस्थितिमा प्रतिज्ञा गर्दछु। म यो प्रतिज्ञा गर्दछु कि जुन दिनदेखि तपाईँको सानो सानो आनी बानीहरूले म मोहित भएँ र आज यो स्थानसम्म आइपुगेको छु, म परमेश्वरलाई र अरू सहयोगीहरूलाई धन्यवाद दिँदछु। अनि यो यात्राले मलाई झन् प्रभुमा नजिक लगेको म महसुस गर्दछु। तसर्थ यो यात्रामा म प्रेम बोकेर माया गरि नै रहनेछु। साथै आजदेखि जीवनका हरेक परिस्थितिमा, रोगी अवस्थामा वा आरोग्यतामा, धनी वा गरिबीपनमा, नजिक वा टाढा रहँदा, जीवनमा जस्तोसुकै परिस्थितिमा पनि मृत्युले अलग नगरेसम्म तपाईँको जीवनसाथी भई तपाईँलाई प्रेम गर्नेछु, तपाईँको वास्ता र सेवा गरि नै रहनेछु। परमेश्वर मेरो साथमा हुनुहुन्छ। आमेन। बाँध्नुहुनेछ। म दुलही ग्रेस पौडेलले तपाईँ प्रकाश अवालेसँग आज त्रिएक परमेश्वरको नाउँमा र उहाँका प्रियजनहरूको उपस्थितिमा प्रतिज्ञा गर्दछु। म प्रतिज्ञा गर्दछु कि म तपाईँलाई माया गर्नेछु, सम्मान गर्नेछु, आदर गर्नेछु, मेरो जीवनका सबै दिनहरूमा साथ दिनेछु। म हाम्रो घरलाई नम्रता र अनुग्रहका साथ नेतृत्व गर्नेछु, तपाईँसँग प्रार्थना गर्नेछु र विश्वासमा तपाईँको साथमा हिँड्नेछु। आजदेखि जीवनको हरेक परिस्थितिमा, रोगी अवस्थामा वा आरोग्यतामा, धनी वा गरिबीपनमा, नजिक वा टाढा रहँदा, जीवनका जस्तोसुकै परिस्थितिमा अनि मृत्युले अलग नगरेसम्म तपाईँको जीवनसाथी भई तपाईँलाई प्रेम गर्नेछु, तपाईँको वास्ता र सेवा गरिरहनेछु। परमेश्वर मेरो साथमा हुनुहुन्छ। स्वरूप औँठीहरू ल्याउनु भएको छ। यो समय उहाँहरूले मलाई दिनुहुनेछ, म प्रार्थना गर्नेछु अनि उहाँहरूले एक आपसमा साटासाट गर्नुहुनेछ। सिल बार्नको लागि छाप लगाएर आफ्नो साटासाट गर्नुहुनेछ। जसरी यो औँठीमा न सुरु छ न अन्त्य छ, त्यस्तै प्रकारले उहाँको प्रेम जीवनको करारहरू पनि त्यस्तै हुन सकोस्। हामी प्रार्थना गरेर परमेश्वरमा समर्पण गर्नेछौँ। आउनुहोस् प्रार्थना। प्रभु, हामी तपाईँको उपस्थितिमा आज यो करार बाँध्दैछौँ अनि बाँधेको गवाही दिनु जीवन प्रशस्त गरिदिनुहोस्। यो औँठीमा तपाईँको आशिष माग्छौँ प्रभु यीशु ख्रीष्टको नाममा, आमेन। हामी उहाँलाई दिनेछौँ, उहाँले एक आपसमा साथसाथ गर्नुहुनेछ। स्लो मोसनमा गर्नुपर्ने है, अलिक बिस्तारै हामी यसको दर्शक भएर यसको रमाइलो मजा लिनेछौँ।
Ram Saran Paudel is married to Mr. Prakash Awale on 12th, on the day of 9th April. अगाडि बढाउन चाहन्छु अरू हामी समर्पणको प्रार्थना उहाँहरूको लागि गर्नेछौँ। हजुरहरू अगाडि घोडा टेकेर बस्नुभयो भने pastors, if you are here, the ordained pastors, please come to the front. We'll pray for that. प्रार्थना गरौँ। हालेलुया। प्रभु धन्यवाद दिन्छौँ। जीवित परमेश्वरले असल देख्नुभयो। मानिसलाई एक कुरो हान उचित छैन तर सुहाउँदो जोडी तपाईँले जुटाइदिनु आदम र हव्वा अनि प्रभु सबै इतिहासमा हामी जब देख्दछौँ तपाईँले आज त्यो करार पुरा गर्नको लागि ग्रेस बहिनीलाई प्रकाश भाइको लागि श्रीमती ग्रेस तिनीहरूको नयाँ जीवनमा सँगै खन्याउनुहोस्। एक अर्का प्रतिको तिनीहरूको प्रेम तिनीहरूको हृदयमा जाप बनोस् र तिनीहरूको टाउकोमा मुक्त बनोस्। तिनीहरूको काम र तिनीहरूको सङ्गतिमा तिनीहरूलाई आशीर्वाद दिनुहोस्। जाग्दा र शुद्धमा आनन्द र दुःखमा जीवनमा र मृत्युमा अन्तमा तपाईँको कृपामा परमेश्वर र उहाँको मण्डलीले मलाई दिएको अधिकार अनुसार पास्टरको हैसियतले आज प्रकाश अवाले र दुलही ग्रेस पौडेल अवालेलाई श्रीमान अनि श्रीमती भएको घोषणा गर्दछु। जसलाई परमेश्वरले जोड्नु भएको छ कुनै मानिसले पनि। सबैजनालाई जय मसी तथा नमस्ते। सर आज हामी चाहिँ एउटा गीत गाउनलाई यहाँको माझमा छौँ। वचनले भन्दछ कि पहिलो कोरिन्थी 13:13 यसरी भन्नुहुन्छ कि अब विश्वास आशा प्रेम यी तीन रहन्छन् तर यिनमा चाहिँ सर्वोत्तम चाहिँ प्रेम नै हो भनेर आज हामी एउटा प्रेमको गीतलाई यहाँको माझमा प्रस्तुत गर्दैछौँ।
तिमी मेरो भरोसा हो तिमी मेरो उपहार हो तिमी मेरो ईश्वरको आशीष तिमी मेरो तिम्रो मुस्कानमा अझै रहन पाऊँ। श्रीमान श्रीमती दुल्हा दुल्ही बाट श्रीमान श्रीमती भइसक्नु भएको छ अनि उहाँहरूले एकदमै असल प्रस्तुति हाम्रो माझमा गर्नुभएको छ अनि एकपल्ट फेरि पनि उहाँलाई जोरदार ताली बजाउँदै हामी धन्यवाद दिँदछौँ। अनि यो समय हाम्रो अगाडि यहाँ एकदमै सुन्दर केक बसिरहेको छ है अनि दोस्रालाई खुवाउनु हुनेछ। अन्तिम भागमा पुगिसकेका छौँ। हामीलाई यो समय आशिषको प्रार्थना गरिदिनु हुन म फेरि पनि अरविन्द सरलाई म अगाडि आउन अनुरोध गर्दछु। त्यसको लागि हामी सबैजना खडा हुन सक्छौँ यो समय अनि सबैको आशीर्वाद उनीहरूको जीवनमा व्यक्त गर्नेछौँ अनि म यसको निम्ति प्रार्थना गर्नेछौँ। दुल्हा दुलहीले आफ्नो हात थाप्नुहुनेछ, हामी परमेश्वरको आशिष माग्नेछौँ। परमप्रभु परमेश्वर पिता पुत्र पवित्र आत्मा आज नवविवाहित प्रकाश जसले उहाँहरूको लागि प्रार्थना गर्नुहुनेछ। प्रेमको प्रतिज्ञालाई हुन्छ सबै जीवनी आशिषको झरी पठा दयाको थोपो छुन्छ आशिषको झरी पठा वर्णिछ आशिषको झरी जीवनमा हो शक्ति
छु तिमी प्रतिका मेरा ती बाचाहरू पुरा गर्नेछु तिमीलाई साथ दिएर Married.